के तपाईले अहिले इन्टरनेशनल क्रिकेटमा एक्टिभ रहेका केन्डल फ्लेमिङ भन्ने क्रिकेटरको बारेमा सुन्नु भएको छ? सायद धेरैले सुन्नु भएको छैन होला। बट व्हाट इफ आई से केन्डल फ्लेमिङले 35 टी20 अन्तर्राष्ट्रिय खेलमा 1400 भन्दा माथि रन बनाएका छन्, 45 प्लसको एभरेजमा, ब्याटिङ एभरेज अफ 45 प्लस टी20 इन्टरनेशनलमा, अनि त्यो 35 खेलहरुमा 2टा सेन्चुरी बनाएका छन् अनि 9 वटा अर्धशतक पनि बनाएका छन्। यो स्ट्याट्स आफैमा वाउ भन्नका लागि लागेको रहेको छ। तर केन्डल जुन अपोनेन्टका विरुद्धमा खेल्छन्, सायद त्यो अपोनेन्टहरु अलिकति लोअर र्याङ्क्ड कन्ट्रीजहरु भएको कारणले गर्दा यो स्ट्याट्सको हामी चर्चा गर्दैनौं। जापानमा जापानिज आमा र अस्ट्रेलियन बुवाबाट जन्मिएका केन्डलले 6 वर्षको उमेरमा जापान छाडेर अस्ट्रेलिया लगियो उनलाई, अनि उनको इनिशियल डेजको बेसिक क्रिकेट अस्ट्रेलियामा नै सुरु भयो। अस्ट्रेलियामा स्कुल लेभल र अन्डर 12 अन्डर 18 क्रिकेट हुँदै उनी विकसित भए र उनले बेसिक क्रिकेट अस्ट्रेलियामा नै खेल्न सिके। जब केन्डल 18 वर्ष पुगे त्यो समयमा उनलाई पहिलो पटक जापान क्रिकेट एसोसिएसनले अप्रोच गर्यो कि आउनुहोस् जापानबाट क्रिकेट खेल्नुहोस्, तपाई जापानलाई रिप्रेजेन्ट गर्नुहोस् भनेर। जापानिज आमाबाट जापानमा नै जन्मिएका केन्डललाई जापानलाई क्रिकेटमा रिप्रेजेन्ट गर्ने कुराले गर्दाखेरि धेरै नै औस्यायो। उनी फर्किएर जापान आए र आफ्नो क्रिकेटलाई जापानमा नै कन्टिन्यू गरे। न अभियसली जापान बिङ एन एसोसिएट कन्ट्री त्यति धेरै फेसिलिटी हुँदैन, अथवा क्रिकेट खेलेर तपाई म ग्रो गर्छु अथवा प्रोग्रेस गर्छु भन्नको लागि अपर्च्युनिटी धेरै रहँदैन जापान जस्तो कन्ट्रीमा। सो उनी साइड बाइ साइड आफ्नो प्रोफेसनल करियर छुट्टै अर्को बाटो पनि खोजिरहेका थिए र आजको दिनमा पनि केन्डल जो जापानको क्याप्टेन्सी गरिरहेका छन्, उनी साइड बाइ साइड कर्पोरेट जब पनि गरिरहेका छन् एज अ सिनियर फाइनान्शियल एनालिस्ट, अनि सँगसँगै उनी प्लेयर एजेन्ट पनि हुन्। उनी आफ्नै एउटा प्लेयर म्यानेजमेन्ट एजेन्सी पनि चलाउँछन्। अस्ट्रेलियामा रहँदा हालका अस्ट्रेलियाका क्रिकेटर नेथन मैक्सवेनीका हजुरबुवाले प्लेयर म्यानेजमेन्ट एजेन्सी भनेको के हो र यसले कसरी काम गर्छ भनेर भनेपछि उनी एक्साइटेड भएका थिए र आफै नै त्यसको बारेमा रिसर्च गरेर चाहिएको स्किल सेट अक्वायर गरेपछि उनी आजको दिनमा पनि प्लेयर एजेन्टको रूपमा काम गरिरहेका छन्, अनि अस्ट्रेलियाकै केही क्लब क्रिकेटरहरूलाई उनी म्यानेज गर्ने गर्दछन्। फर्केर आउँ केन्डलको प्रोफेसनल क्रिकेट करियरतर्फ। जापानको कप्तानी गरिरहेका केन्डलले जापानलाई पछिल्लो केही वर्ष यता लगातार रूपमा अगाडि बढाइरहेका छन् र जापानको ग्रोथ पनि पछिल्लो केही वर्षमा क्रिकेटमा राम्रो बनेको छ। एसियाली क्षेत्रमा एउटा नयाँ उदाउँदो एसोसिएट राष्ट्रको रूपमा जापान अगाडि बढ्न खोज्दैछ र अभियसली जापानको क्रिकेट भने पछाडि लोकल नेटिभ जापानिज भन्दा पनि अन्य देशबाट आएर जापानमा बसिरहेकाहरूले त्यहाँको क्रिकेटलाई अलि बढी इन्फ्लुएन्स गरेका छन्, अनि त्यो इन्फ्लुएन्स क्रिकेट टिममा पनि देखिन्छ जहाँ पाकिस्तानी, इन्डियन, श्रीलङ्कन मूलका केही क्रिकेटरहरू रहेका छन्। तर केन्डलको कप्तानीमा जापानको टोलीले पछिल्लो केही समयमा बज क्रिएट गर्दै आएको छ, स्पेशल्ली आफूले खेल्ने प्रतियोगिताहरूमा। केही वर्ष अगाडि मात्र 2020 इस्ट एसिया कप भन्ने प्रतियोगिता अन्तर्गत जापान र चाइना विरुद्धको खेलमा केन्डल फ्लेमिङ र उनका ओपनिङ पार्टनरले टी20 अन्तर्राष्ट्रियको पहिलो विकेटका लागि सर्वाधिक रनको पार्टनरशिपको रेकर्ड बनाएका थिए। केन्डल र उनका ओपनिङ पार्टनरले पहिलो विकेटको लागि निर्धारित 20 ओभर पुरै ब्याटिङ गर्दै 258 रन बनाउँदाखेरि अफगानिस्तानका हजरतुल्ला जजाई र उस्मान गानीले आयरल्यान्ड विरुद्ध बनाएको रेकर्ड तोडेका थिए। त्यसले धेरै चर्चा पनि कमाएको थियो। अभियसली चाइना विरुद्धको त्यो म्याच रहेको थियो। सो वन्स अगेन यो लोअर र्याङ्क कन्ट्रीहरूसँग खेलेको भएको कारणले गर्दा केन्डल अनि उनको स्ट्याट्स जुन मैले अगाडि कुरा गरेँ यसको बारेमा हामी धेरै भ्याल्यु गर्दैनौँ होला, बट केन्डलले जापानी टोलीलाई गजबसँग अगाडि बढाइरहेका छन्, अनि त्यही जापान अनि त्यही केन्डलसँग अब नेपालको भेट हुँदैछ आइसिसी टी20 विश्वकपको एसिया एन्ड इस्ट एसिया पेसिफिक छनौट अन्तर्गत। शुक्रबार हुने खेल नेपालका लागि सायद एउटा सजिलो म्याच बन्न सक्छ, किनकि जापान हाम्रो तुलनामा, नेपालको तुलनामा त्यति धेरै हाम्रो अगाडि च्यालेन्ज दिन सक्ने अपोनेन्टको रूपमा हामी अभियसली लिँदैनौँ, अनि एउटा डोमिनेटिङ विन नेपालले रजिस्टर गर्छ, डोमिनेटिङ जित सहित सुपर 6 मा नेपाल प्रवेश गर्छ भन्नेमा हामी आशावादी रहेका छौँ। तर जापानको क्रिकेटको अध्यायलाई हेर्ने हो भने आफ्नो छुट्टै कहानी रहिरहेको जापानी क्रिकेट अनि उनका कप्तान केन्डलका लागि नेपाल विरुद्धको खेल ठूलो रहनेछ, बिकज एउटा अपर्च्युनिटी रहनेछ नेपाल जस्तो बलियो राष्ट्रका विरुद्धमा खेल्नका लागि। केही वर्ष अगाडिसम्म जब नेपाली क्रिकेट पनि बिस्तारै बामे सरिरहेको थियो त्यो समयमा हामी आफै पनि हामीभन्दा बलियो एसोसिएट राष्ट्रसँग खेल्न पाउँदा त्यसलाई महत्त्वपूर्ण खेलको रूपमा लिने गर्थ्यौँ। यदि त्यो सम्झिने हो र त्यसलाई रेफरेन्स पोइन्ट मान्ने हो भने जापानका लागि यो खेल धेरै नै महत्त्वपूर्ण रहनेछ। आशा गरौँ जापानी टोलीले आफ्नो स्ट्यान्डर्ड भन्दा माथि उठेर एउटा राम्रो फाइट दिनेछ र केही हदसम्म भए पनि नेपाललाई च्यालेन्ज गर्नेछ भनेर। अनि सँगसँगै उता नेपाल भने आफ्नो विश्वकप छनौटको यात्रामा अर्को एउटा जित दर्ता गर्दै सुपर 6 प्रवेश गर्न चाहन्छ। कुवेत विरुद्धको जितले नेपाललाई सुपर 6 को बाटो खोलिदिसकेको छ, तर एउटा डोमिनेटिङ जित दर्ता गर्दै सुपर 6 मा प्रवेश गर्नु नेपाली टोलीको उद्देश्य रहनेछ।